परिवर्तन राजनीति एउटा फोहोरी खेल हो। तर मैले बुझ्दा राजनीति एउटा फोहोरी खेल होइन रहेछ। फोहोरी बनाउने त राजनीतिक भ्रष्ट नेताहरूको हात रहेछ। जहाँ समस्या छ त्यहाँ समाधान छ भने चाहिँ हिजोको दिनमा भोकमरी, हत्याकाण्ड र अधिक मात्रामा ड्रग्सको प्रयोग दोस्रो विश्वयुद्धमा मरुभूमि भएको देश हो सिङ्गापुर। तर आज यस यहाँकै भ्रष्टाचारविहीन र विकसित देशमध्येमा एउटा गनिन्छ। किन? यसको पछाडि असल नेतृत्व गर्नेको हात छ। उनी हुन् ली कुआन यू, जसले दोस्रो विश्वयुद्धमा झन्डै बर्बाद भएको देशलाई करिब 25 वर्षमै पूर्ण रूपमा एसियाकै विकसित देशमध्येमा एउटा बनाइदिए। तर जसरी इतिहासमा सिङ्गापुरको हालत भयो त्यस्तो त नेपालको भएको छैन नि। तर पनि नेपाल किन अघि बढ्न सकेको छैन, नेपाल किन विकास हुन सकेको छैन भन्दा भ्रष्टाचार त भ्रष्टाचारी नेताले गर्दा हो। हामीलाई थाहा छ भ्रष्टाचार र भ्रष्टाचारी नेताले हाम्रो देश लुटेर देश बेचेर खाएको छ। तर पनि हामी केही रकम र मासु भातको लोभमा त्यही भ्रष्टाचार र भ्रष्टाचारी नेतालाई भोट दिन्छौँ। म अवगत गराउँछु कि यदि फेरि हामीले यस्तो गल्ती दोहोऱ्याएमा यसको असर हामीलाई मात्र होइन, हामी आउने भावी पुस्ता र यो देशलाई पनि पर्नेछ। त्यसैले यो देशकै खातिर भए पनि हामी अघि बढ्नै पर्छ। मल्लान यो बच्चाले राजनीतिको बारेमा के बुझेको छ र? यसको उमेर हैसियत छैन बोल्ने हो। भले मैले मेरो उमेर र हैसियत छैन होला बोल्ने, भले मैले राजनीतिको बारेमा बुझेको छुइनँ होला, तर यदि त्यो भ्रष्टहरूको मुटुमा र मेरो हृदयमा देशप्रति कसको बढी माया छ भनेर जोग्ने नै हो भने मेरो मुटुमा देशप्रति बढी माया हुनुपर्नेछ। किनकि यो देशसँग मेरो भविष्य जोडेको छ। त्यसैले भविष्यको लागि गर्ने समयमा मैले गरिनँ भने, अहिले गरिनँ भने कसले र कसले गरिदिन्छ। त्यसैले म उदयपुरबाट आज झापा आएको छु केवल आफ्नो भविष्यलाई खोज्दै, केवल आफ्नो देशलाई बचाउनुको खातिर आज म उदयपुरबाट यहाँ झापा आएको छु। त्यसैले हरेक नेपालीले जिल्ला जिल्ला ठाउँ ठाउँबाट आज एक हुनुको लागि परिवर्तन, यो राष्ट्रिय परिवर्तन पार्टीलाई भोट हाल्नै पर्छ। यो देशमा परिवर्तन चाहनुहुन्छ भने, यो देशमा परिवर्तन चाहनुहुन्छ भने राष्ट्रिय परिवर्तन पार्टीलाई भोट हाल्नै पर्छ। ल आज म के भन्छु भने अन्ततः जब यो देश निर्माण गर्ने समयमा आउँछ तब जात धर्म र भाषाको कुरा गरिन्छ। के यो देश एउटा भाषाले मात्र बनेको हो? के यो देश एउटा धर्मले मात्र बनेको हो? के यो देश एउटा पुस्ताले मात्र बनेको हो? पक्कै पनि होइन। त्यो 23 र 24 गते भएको आन्दोलनमा जेनजी मात्र ढलेको थिएन। भले यो जेनजीले अभियान सुरु गरे तापनि देश जेनजीको मात्र होइन। त्यसैले सबैले आएर यो देश निर्माण गर्नुपर्छ। हिमाल पहाड तराई छैन नेपालमा कोही